नमस्कार साथीहरू। भर्खरै साउन 1 गतेदेखि चाहिँ अर्थ मन्त्रालयले एउटा नयाँ कार्यक्रम ल्याएको छ, करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेर। यसमा तपाईहरू पनि भाग लिन चाहनुहुन्छ भने तपाईहरूले कम्तीमा पनि 100 रुपैयाँ भन्दा बढीको चाहिँ कुनै सामान खरिद गरेको हुनुपर्छ। खरिद गरे मात्र भएन, यसको हजुरसँग भ्याट बिल चाहिँ चाहिने गर्छ। यसको लागि यदि हजुरहरूलाई यसमा कसरी जोडिने भन्ने भएको छ भने म तपाईहरुलाई आज यो सिकाइरहेको छु। सबैभन्दा सुरुमा त कुनै ब्राउजरमा जानु होला। ब्राउजरमा गइसकेपछि www.prize.ird.gov.np चाहिँ लगइन गर्नु होला। त्यो लगइन गरिसकेपछि हजुरको करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने यस्तो आउँछ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि एकछिनपछि हजुरले यस्तो ड्यासबोर्ड आउँछ। यो ड्यासबोर्डमा चाहिँ हजुरले इङ्ग्लिस, नेपाली अनि सुरुमा चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम भनेर दिएको छ। त्यो भन्दा थोरै तल जानुभयो भने चाहिँ दर्ता भनेको छ, बिल दर्ता भनेको छ। हजुरले चाहिँ सुरुमा चाहिँ बिल दर्तामा जानुपर्ने हुन्छ। बिल दर्तामा गइसकेपछि थोरै तल जानुपर्ने हुन्छ। तल गइसकेपछि नगद भन्ने छ अनि विद्युतीय क्युआर कार्ड भन्ने छ। यसमा चाहिँ हजुरहरूले चाहिँ सुरुमा नगदमा जानुपर्ने हुन्छ। क्युआरमा जानुहुन्छ भने चाहिँ हजुरहरूले क्युआरको लागि चाहिँ के भनेको छ भने क्युआर वा कार्डबाट गरिएको भुक्तानी बैंक वा वालेट मार्फत बिल पुरस्कार कुपन प्रणालीमा स्वत दर्ता हुन्छ भनेको छ। तपाईहरुले यो हजुरले यदि क्युआरबाट पेमेन्ट गर्नुहुन्छ भने यो बिल चाहिँ यो आइआरडी को चाहिँ सिस्टममा स्वत दर्ता हुन्छ, अटोमेटिक दर्ता हुन्छ भनेको छ। त्यसको लागि चाहिँ हामीले नगदको लागि चाहिँ हजुरले नगद क्यास तिर्नुहुन्छ नि, त्यसको लागि चाहिँ हजुरले नगदमा जानु होला। त्यो भन्दा तल गइसकेपछि हजुरलाई देय बिल विचक कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् भनेको छ। हजुरलाई यहाँ दिएको छ क ख ग घ गरेर 4 वटा। हजुरले यहाँ देख्न सक्नुहुन्छ के चाहिँ हजुरहरूले चाहिँ यहाँ यिनीहरू चाहिँ हुन पाइदैनन्। त्यो भन्दा तल जानुभयो भने चाहिँ हजुरको बिल विवरण भनेको छ। यसमा बिल नम्बर राख्नुपर्ने हुन्छ। यो भन्दा थोरै अझ तल जानुभयो भने चाहिँ क्रेताको प्यान नम्बर भनेको छ। क्रेताको प्यान नम्बर राख्नुपर्ने हुन्छ। यो पनि राखिसकेपछि तल बिल मिति भनेको छ। बिल मितिमा जानुपर्ने हुन्छ। बिल मितिमा पनि गइसकेपछि हजुरले कुन मितिको बिल हो त्यो बिल मिति राख्नु होला। त्यो भन्दा तल गएपछि हजुरले बिल कुल रकम भनेको छ, त्यो हजुरले त्यहाँ रकम राख्नुपर्ने हुन्छ। रकम राखिसकेपछि भुक्तानीकर्ता विवरण भनेको छ, त्यो तपाईको कसले भुक्तानी गरेको हो उहाँको विवरण राख्नु होला। पुरा नाम भनेको छ, नाम राख्नु होला, मोबाइल नम्बर अनि ठेगाना। त्यसपछि हजुरले चाहिँ पुरस्कार कुपन सिर्जना गर्नुहोस् मा थिच्नु होला। पुरस्कार कुपन सिर्जना गर्नुहोस् मा थिचेपछि हजुरले यस्तो पाउनुहुन्छ। तपाईको चाहिँ पुरस्कार कुपन नम्बर भनेर छ हजुरको, यस्तो देखाएको छ। यसमा चाहिँ हजुरले यो चाहिँ हजुरले सुरक्षित राख्नुपर्ने हुन्छ है। थ्याङ्क यू, बाइ बाइ।